जाउँ कि नजाउँ भनेर भिडियो हालेको गाइज, नजाउँ भने कोही निस्केनन् कि। त्यही भएर म चाहिँ पोखरा जानी नै भएँ। पोखरा जानुभन्दा 1 घण्टा अगाडि दिजुले जानी नजानी भनेर सोधेको, हुन्छ भनेर घर आएर अनि रेडी भइहालेको क्या गाइज। 2-4 वटा लुगा ट्राई गरेपछि चाहिँ यो डन भयो। 2 दिनको टुर भए पनि 15 दिनको प्याकिङ गरेर अनि गाडीमा हाल्यो। अनि ठ्याक्कै 2 बजेतिर चाहिँ हामी निस्क्यौँ पोखराको यात्रामा। सो घरबाट चाहिँ म, दिजु, भेनाजु हिँडेको, अनि बाटोबाट चाहिँ हाम्रो दाजु र दिजुलाई पनि पिकअप गर्यौँ। अनि मस्त खानेकुराहरू इन्जोय गर्दै हामी चाहिँ अघि बढ्यौँ। त्यसपछि धार्के पुगेपछि गाडी चार्जिङमा हाल्यौँ। गाडी चार्ज हुनुजेल चाहिँ हामी छिर्यौँ बर्गर हाउस। बर्गर हाउस छिरेर हामीले चाहिँ मगायौँ तातो तातो कफी। मौसम एकदम चिसो चिसो थियो नि त आज। सो त्यहाँ कफी पिएर 15 मिनट जति गफ गरेर हाम्रो चार्ज पनि फुल भयो। त्यसपछि त्यहाँबाट हामी फेरि निस्कियौँ। सो धार्केबाट निस्किँदा चाहिँ बेलुकाको 5 जति बजेको थियो। पानीले रोक्ने नामै लिएको थिएन नि त। त्यही भएर पनि हामी चाहिँ हतार नगरी बिस्तारै आएको क्या। फेरि त्यस्तै नराम्रो पानीले यत्रो खाल्टो है, अनि जाम त्यस्तै। फेरि धार्केबाट मलेखु आउनलाई हामीलाई ठ्याक्कै 3 घण्टा लाग्यो। बेलुकाको 8 बजे चाहिँ हामी मलेखु भन्ने ठाउँमा आइपुगेको थियौँ। आज हामीले खाना चाहिँ यहीँ खाने भयो। खाना खानको लागि एकदम फेमस भएको ठाउँ रे नि त यो। त पहिला पनि खाइरहेको क्या, तर मिठो चाहिँ मिठो छ क्या यहाँ। लोकल खुवाउँछ अनि त्यहाँ माथि आगोमा पकाएको क्या, टेस्टै छुट्यो हुने। सो त्यहाँ पुग्ने बित्तिकै हामीले चाहिँ लोकल कुखुरा, त्यो पनि पोलेको मगाएको क्या गाइस। लास्टै मिठो क्या, त्यो गाउँको टेस्ट क्या गाइस। सेको खाइसकेपछि चाहिँ हाम्रो खाना आयो। स्पेशल भनेर चाहिँ लोकल कुखुराको झोलवाला मासु थियो क्या, अनि आज चाहिँ सकेछ क्या कुखुरा। त्यही भएर चाहिँ हामीले चाहिँ मटन खाना खाएको। एकदम सिम्पल थियो क्या, केही थिएन। काउली आलुको तरकारी थियो, साग थियो, अचार थियो, अनि मासु, अनि दाल पनि थियो। तर टेस्ट चाहिँ त्यो थकाली त के हो र गाइस, त्यस्तो दामी क्या, त्यस्तो मिठो क्या। पेट अगाए नि मुखै नअगाउने क्या, त्यस्तो मिठो थियो। त्यही भएर हामीले चाहिँ सनक्कै खायौँ। हाम्रो दिदी जहिले भात फाल्ने मान्छे पुरै उहाँ सनक्कै पारे त्यो भेनाहरू त्यस्तै। तर महँगो चाहिँ अलिकति महँगो नै छ गाइस, मलाई त्यस्तो लाग्यो कि। सो त्यहाँनिर खानासाना खाइसकेपछि एकछिन रेस्ट गऱ्यौँ, अनि फेरि हामी त्यहाँबाट अघि बढ्यौँ। अनि मस्त परि नै रहेको थियो, अनि हामी जहाँसम्म पुगिन्छ आज भन्ने लागेको थियो। यस्तो मौसम अनि यस्तो बाटो देखेर चाहिँ राति धेरै ट्राभल नगर्ने भनेर चाहिँ हामी चाहिँ आज मुगलिनमै बस्ने भयौँ। बेलुकाको 10 जति बसिसकेको थियो होटलमा पुग्दाखेरि चाहिँ। खानासाना बाटोमै खाएर गयो भएर चाहिँ पेट टन्न थियो, अनि थकाइ त्यस्तै है। आफ्नो बेड समातेर घप्लकै सुतिहालेँ म त।